बहिनी यहाँ आइज त किन हो यहाँ आइज न के दाइले बोलाएपछि किन हो भनेको काम गर्दैछु नि त म यहाँ छोरी के भयो अब के हुनु नि मैले त्यो हरिलाई भेटेको थिएँ के हो त मेरो घरमा किन आइस भनेर सोधेको म त तपाईँको बहिनीलाई मन पराउँछु बिहा पो गर्छु भन्छ त के हो मलाई केही पनि थाहा छैन मेरो आँखा हेर त मैले भनिसकेँ त त्यसले के भन्यो के सोच्छ मलाई केही पनि थाहा छैन म यो बाटो हुँदै पल्लो गाउँ जाँदै थिएँ अनि ठ्याक्कै पानी तिर्खा लागेर पानी खान छिरेको भन्दै थियो अनि पानी मात्रै किन चिया खाएर जानुहोस् न त घरसम्म आइसक्नु भने मैले चिया खुवाएर मात्रै पठाएको मलाई अरू केही पनि थाहा छैन त्यो भित्रै चुलासम्म गएन गएन भन्न गएन दुध उम्लेर पोखिन लाग्यो बेला त्यसले गएर आगो निभाइदिएको अरे सबै कुरा भन्यो त्यसले मलाई के डाँट्छेस् मैले तँलाई नराम्रो भन्नु खोजेँ होइन यहाँ हेर जिन्दगी हो कटाउनु पर्छ एउटा घरबार बिग्रियो के भयो त यहाँ गाउँमा एउटा होइन दुईवटा होइन तिनवटा घरबार बिग्रिने पनि छन् तिन ठाउँमा जाने पनि छन् तिनटी ल्याउनु पनि छन् त्यो गलत हो समाजमा एउटै श्रीमती ल्याएर त्यही श्रीमतीसँग जिन्दगी बिताउनु राम्रो हो एउटा श्रीमानसँग गएपछि त्यही श्रीमानसँग जिन्दगी बिताउनु पनि राम्रो हो तर कहिलेकाहीँ यस्तो परिस्थिति बन्छ कि मेल खाँदैन के मान्छेको राशि मिल्दैन के मिल्दैन के जुर्दैन ग्रह दशा मिल्दैन त्यो नमिलेपछि छुट्नुपर्छ यार झगडा गरेर कुटामारी गरेर बस्नुहुन्न छुट्नुपर्छ र छुटेपछि एक्लै जिन्दगी बिताउने पनि छन् जोगी बन्ने पनि छन् जोगिनी बन्ने पनि छन् पागल बन्ने पनि छन् बौलाउने पनि छन् तर छुटेपछि पनि त्योभन्दा राम्रो घरबार जोड्ने पनि छन् त मेरो बहिनी होस् होइन हामी एउटै रगत एउटै घर एउटै आँगन एउटै सन्तान हो मैले तेरो बिहे होस् भन्न चाहेको चाहिँ होइन हेर यो प्रकृतिको नियम हो बिहे गर्नु बच्चा बच्ची जन्माउनु पछि बुढेसकालसम्म बच्चा बच्चीले हेर्छन् विदेश गयो भने पैसा पठाउँछन् मैले तँलाई बिहे गरेर पठाउन खोजेको पनि होइन त माइती नै बस मलाई त यतिकै आनन्द छ त तर ऊ केटा पनि राम्रै छ के छ तेरो विचार भन् त हे म बिहे गर्दिनँ के ल किस गराउँछु तिमी टाउको दुखिसक्यो गर्दिनु छ नि म त्यसलाई फोन लगाउँछु त्यसलाई भन्न सक्छस् ल भन् त्यसलाई ल त मेरो घर नआइज तँसँग मेरो केही सम्बन्ध छैन भनेर भन्न त ल भन्छस् फोन हानौँ अनि के त यहाँ सुन त न म त दाजु बहिनी मात्रै होइन साथी पनि हौ हेर मनको कुरा तैँले मलाई भन्नुपर्छ मैले तेरी भाउजू ल्याउने बेलामा भने आएको किन योभन्दा अगाडिको भाउजूहरूको बारेमा तँलाई भने एउटी ल्याएको जापानिजले उडायो अर्की ल्याएको पाकिस्तानले उडायो अर्की ल्याएको बङ्गालीले उडायो अब म के गर्नु त हेर न अब हामी अलि गरिब पनि छौँ अलिक धनी देखेपछि फुत्त गएँ अब अहिले मेरो भाग्य रहेछ देखिस् तरुनी तेरो भाउजू ल्याएको छु त मैले अब बसिरहेको छ झगडा पर्छ के पर्छ कसो पर्छ मिलिरहेको छौँ हामीहरू होइन दिउँसो झगडा पर्छ राति झगडा पर्छ बिहान झगडा पर्छ कहिले के पर्छ त्यो भइरहेको छ तर पनि जिन्दगी त कटिरहेछ नि त तँ किन स्याड हुन्छेस् रुन्छेस् अब तेरो अनुहार हेर्छु खुसी देख्दिनँ म किन भन् त यहाँ सुन तैँले तेरो मनको कुरा नलुकाइकन झुट नबोलिकन भन् तँलाई बिहे गर्न मन छ कि छैन मैले भनिरहेछु त बाह्र झुट नबोलै मलाई बिहे गर्न मन छैन म बिहे गर्दिनँ ल त्यस भए आमा कसम खाएर भन् त मलाई बिहे गर्न मन छैन भनेर ल दाइ कसम खाएर भन् के गर्छ नि त अहिले पहिलाको जमाना हो र हाम्रो बाबुआमाको जमानामा केटा हेर्न आयो म बिहे गर्दिनँ भनेर भित्र जाने अनि यसो हेर्ने होइन म बिहे गर्दिनँ भन्ने अहिले त यो जमाना हो तँ म साथी जस्तो हो फ्रेङ्क भन् न ठिकै छ म त्यहीसँग भयो नि राम्रो छ भने दाइ तैँले हेर बुझ म बिहे गरेर जान्छु भन् न म तँलाई राम्रोसँग बिहे गरिदिन्छु के छ भन् त भन् न ल भन् गर्दिनँ बिहे त नगर त हेर्न अनुहारमा हाँसो आएको बिहे गर्ने बित्तिकै यसो मुस्क हाँसिस् हो मलाई हेर त तिमीहरूलाई बरु यहाँ म बढी भएको छु भने बरु काठमाडौँतिर गएर कमाएर उतै बस्छु उतै बस्छु हेर्न रो तँलाई बिहे गर्न मन लाग्यो रोक होला त ल फेरि ल बिहे नगर त ल मेरो कुरो सुन भाउजूले पनि बुझ्दैनन् आमाले पनि बुझ्दैनन् तै एउटा चिज बुझ्ने तैँले पनि बुझ्दैन मैले नबुझ्ने भएको भए तँलाई यसरी कुरा गर्थेँ त्यसलाई बोलाएर टिका लगाइदिइहाल्थेँ नि जा खुरुक भनेर घोग्राएर पठाउँथेँ होला त्यसो गरेको छु तँलाई सोधेको छु मैले
ल भन् त मैले नबुझ्ने भए त्योहरू लगाइज भन्थेँ तँलाई टिका लगाइदिन्थेँ त्यो अस्ति आएको थिएन एउटा मरण च्यासे भनेपछि तेरोको त्यसलाई ल टिका लगाउने बेला मैले क्यान्सल गरेको गरेन भन्छ गरेको गरेन तेरो मनको कुरा बुझेर गरेको गरेन ल भन्छ यदि मैले त्यसरी नबुझ्ने हो तँलाई आफ्नो बहिनी नसोच्ने हो होइन मेरो माया तँलाई छ तेरो माया मलाई छ हामी बिचमा माया नहुने दाजु बहिनीको हुने माया जुन प्रगाढ माया छ नि दाजु र बहिनीको त्यो नहुने हो भनेदेखि म त्यो हरिलाई बोलाउँथेँ होला ल टिका लाएर जा त भन्थेँ होला तँलाई सोध्थेँ कुरा गर्थेँ त म ल भन्नुभयो मैले त्यसो गरेँ त के गर्थिस् भन्दा त्योसँग जान्थेँ छैन लुरु लुरु त्यही होइन त तेरो उपाय मैले बोलाएर टिका लाएर पठाइदिएँ भने तँ त्यहीसँग जाने होइन त जोगीसँग लगाइदिए जोगीसँग जाने भोगीलाई दिए भोगीसँग जाने हो क्या भन्नु तर तँलाई मैले सोधिरहेको छु के बहिनी के छ त तेरो विचार अब माइतीमा यसरी सधैँभरि बसेस् अब मैले तँलाई अहिलेसम्म कहिले नराख्नु भनेको छैन तेरी भाउजू देखिहालिस् ती तेरी भाउजू छोडो भने कतिवटा छोड्नु कतिवटा ल्याउनु यहाँ गाउँमै बेजत भन्नु लागिसक्यो गिनिज बुकमै नाम लेखेर त भइसक्यो क्या अब तेरो इच्छा के छ त्यही मात्रै बुझ्न खोजेँ अब आमासँग सल्लाह गर्छु म अब तँलाई ठिकै लाग्छ भनेदेखि यही वैशाखतिरै टिकट गर्दिनँ कि बे नगर त बिहे भन्ने बित्तिकै हाँस आउँछ तेरो अनुहारमा मेरो अन्तिम इच्छा भनेको के तेरो आमाको अनि भाउजूको सेवा गरेर बस्नु हो म बिहे चाहिँ गर्दिनँ एकचोटि बिहे गरिसकेपछि मलाई पुगिसक्यो कस्तो कुरा बुझ्दिनँ छैन म तँलाई मालिक नै बनाउन चाहन्छु त नोकर नै बन्न चाहन्छस् यस्तो नै हुन्छ तैँले बिहे गरिस् भने त्यसको ढलान घर छ पसल छ तँ एउटा पसलनी हुन्छस् एउटा उसको श्रीमती हुन्छस् कसैको बुहारी हुन्छस् भोलि पर्सि कसैको आमा हुन्छस् कसैको हजुरआमा हुन्छस् यहाँ बसिस् भने जहिले पनि तेरो भाउजूको फरिया धोएर बस्नु त भने तैँले मेरो कपडा धोएर बस्नु त भने त्यस तेरो त्यही हरिको धुन्छ अहिले हेर्न फेरि तैँले आफै पठाउ त तेरो स्वाइनी म बिहे गर्दिनँ बहिनी